अछाम जिल्ला पञ्चदेव विनायक नगरपालिका सूर्यपछि गर्दै भूमिमा हामी स्वाद गर्दछौँ भनेर चाहिँ यहाँबाट हामीले यो आसाम जिल्ला छोडेर अब हामी चाहिँ उता पारि दैलेख जिल्लातिर लाग्दैछौँ। यो ब्रिज पार गरेर अनि त्यताबाट दैलेखको र उसको सुर्खेतको बाटो चाहिँ त्यहाँ छुट्टिन्छ अरे। यो चाहिँ अब यस्तो छ यो अग्ला अग्ला पाहाडहरू छ यता। हामी मङ्गलसेनबाट जाने हेरेको अनि यहाँनिर आइपुग्दैछौँ। यो चाहिँ यहाँ चाहिँ करिब हामी अहिले बाटोमा बस्यो। हामी बाटोमा नास्ता पनि गरियो। आउँदाखेरि चाहिँ करिब 2 घन्टामा आइपुग्यो। बाटोमा करिब आधा घन्टा 45 मिनट त हामी बाटोमा आधा घन्टाभन्दा बढी भिडियोहरू बनाउँदै हामी यो बाटो कता जान्छ है? यो बाटो चाहिँ कता जाने हो? रारा जाने बाटो। रारा यता चाहिँ सुर्खेत होइन? जाने बाटो रारा हामी यता सुर्खेततिर जाँदैछ अब यहाँबाट। अगाडि कताबाट चढ्ने बाटो छ भने चाहिँ जाने रारा जाने बाटो किलो चाहिँ लाग्दैन लाग्यो जानु प्रोग्राम गरेर हिँड्दैछ होइन। अलिकति जोसिस गर्ने हो नि दैनिक जाने बाटो चाहिँ छ भन्ने एकदम स्पिडले पनि गाडी रोकिएर खराब बाटोमा पनि कसरी गाडीले हान्छ कि थाहै भएन। त्यो माथि जाँदै गरेको गाडी दैलेखतिर आउनु गाडीले चाहिँ जानु भएर होला यो दैलेख जाने बाटो कहाँबाट हो? कति अगाडि? 500 मिटर 1 किलोमिटर 1 किलोमिटर म जाने बाटो। ल हस् धन्यवाद। 1 किलोमिटर अगाडिबाट चाहिँ दैलेख जाने बाटो। अगाडि
कोही मान्छे भेट्नु नपर्ने आइयो कि आइयो भाइ सोध्न पर्यो कसैलाई सोध्न ठाउँ भन्छ खराब देखेर मैले त लाग्यो त्यो खेत जाने हो कि गली जाने भन्ने कुरो थाहै भएन पत्ता हो भन्ने कुरा पत्ता लगाएर म खबर गर्छु सुर्खेत जाने कताबाट हो सुर्खेत जाने के बाटो सुर्खेत जाने बाटो यही रहेछ अनि ठिकै बाटो आएर मैले चाहिँ साथी भनेको चाहिँ अब यो लागिहाल्ने बाटो यो नै सुर्खेत जहिले जाने बाटो रहेछ कि भन्दा किन म सिलगढी जानु लाग्यो कन्फ्युज भयो हामी सुर्खेत बाटो के बाटो आएको किनभने अलिकति बाटो यो अपरेट गर्ने खराब बाटो भएको हुनाले म पनि कता हो यो उल्टा बाटोको हिँड्ने कि फेरि कहाँ पर त्यो फर्किनु पर्ने हो कि भन्ने पनि हुन्छ त्यो हामी ठिकै बाटो आइरहेको त्यो ठाउँ र बोर्डहरू केही पनि छैन यस्तो ठाउँ ठाउँमा यसो बोर्डहरू राखिदिने हो भने चाहिँ अलिकति सजिलो पनि हुन्छ त्यो उता मारतडीतिर जान पनि त्यस्तै भयो बाटोमा बोर्ड छैन हामी एकदम कन्फ्युज भएर बाटोमा है आधा घन्टा जति पुगिएर पछाडिबाट गाडी आएर खोजेर अनि बल्नु हुँदा यस्तो ठाउँ ठाउँमा बोर्ड राखिदिने हो भने चाहिँ त्यो सेनाको चाहिँ उयो है अब यो बाटो चाहिँ साह्रै खराब छैन खराब अलिअलि खराब छ भने अलिअलि खराब चाहिँ रहेछ पारी डाँडाबाट चाहिँ एउटा एकदम उकालो लागेको बाटो देखिरहेको के होला धेरै लाग्ने बाटो भने यहाँबाट रहेछ यो साई गाउँ यहाँनिरबाट यता आएर तलतिर हामी तलतिर चाहिँ हामी सुर्खेत जान्छौँ 112 किलोमिटर रहेछ दैलेखमाथि 90 किलोमिटर रहेछ अछाम 51 किलोमिटर रहेछ अब यो चाहिँ यतापट्टि सुर्खेत देखायो एउटा यतातिर अछाम यो अछाम अहिले हामी आएको 51 किलोमिटर अछाम त्यही पऱ्यो उता यो होला त्यो अछाम भनेपछि मङ्गलसेनला होला दैलेख चाहिँ 90 किलोमिटर यहाँबाट रहेछ ल यो बाटो यता छिट्यो हामी यता सुर्खेततिर लाग्छौँ